गाइज वेलकम टु डे 3 थाइल्यान्ड ब्लग है। अब आज चाहिँ डे 3 भयो अनि हामी चाहिँ यहाँबाट अब बिहान अहिलेको कति 5 बज्यो। हाम्रोबाट क्याब पनि आइसक्यो। हामी यहाँ होटल चेकआउट गर्दैछौँ अनि यहाँबाट चाहिँ अब हामी डिएमके जान्छौँ अनि डिएमके गएपछि चाहिँ त्यहाँबाट चाहिँ फुकेट जान्छौँ है त गाइज। अब हामी चाहिँ यहाँ त्यो होटल चेकआउटको लागि बसिरहेको छौँ। 5 मिनट लाग्ने ल गाइज। हामीले के भन्छ चेकिङ पनि गर्न भ्यायो। यहाँ टिकट पनि पाइसक्यो। अब हामीले अब के भन्छ यहाँदेखि चाहिँ अब हामी फुकेट जानेछौँ। अब हाम्रो गेट कति नम्बर परेछ हाम्रो गेट भनेको चाहिँ गेट 41 हो। अनि यहाँदेखि चाहिँ अब हामी जान्छौँ है त गाइज। ल गाइज भर्खर मेरो बुढीको चाहिँ यहाँ तिम्रो के फाल्दो अरे बुढी? एनुवाको टोनर फाल्दो अरे। हिँड्दै जाऊँ न किन ती। अनि त्यसपछि एकदम स्याड भइरहेछ। यो चाहिँ लोकल एयरपोर्ट हो यो उसको थाइल्यान्डको। तपाईँहरू नि ट्राभल गर्नुहुन्छ भने 100 ml भन्दा माथि चाहिँ लिक्विड प्रडक्टहरू नबोक्नुहोस् होला। ल गाइज हामी चाहिँ टोइलेट गएर आयौँ अनि हाम्रो नम्बरी र बहिनीले चाहिँ लुगा किन्यो कति 6000 भाटको एडिडासको 6 करोड जतिको है। अब भएको छैन अझै। अनि अब हामी चाहिँ अब यहाँ बस्ने हो यता 41। ल हामी चाहिँ यहाँबाट चेक इन पनि भएर अब जाँदैछौँ प्लेन चढ्नलाई। अनि यहाँबाट प्लेन चढ्यो 1 आवरको यो पछि चाहिँ फ्लाइट पछि चाहिँ हामी चाहिँ अब पुग्छौँ है उता फुकेट। ल गाइस जाने अनि चाहिँ फुकेटको बाटो हो। फुकेट आएको चाहिँ बाटोहरू चाहिँ प्रायः जस्तो बाटो त्यस्तै रहेछ सेम है। अलिक सफा अलिक क्राउडेड पनि रहेछ। ल गाइज अब हामी यहाँ आइ पनि सक्यौँ। यो यसको नाम के अरे यसो नम्बरी? कप लाइम साई कप क्याफे। अनि यहाँ अगाडि चाहिँ हाम्रो छ के भन्छ अगाडि चाहिँ दामी बिच छ। अनि हामी चाहिँ त्यहाँ गएर पौडी सौडी खेल्ने आज। यो चाहिँ जस्ट फुकेटमा एकदम राम्रो बिच रहेछ है गाई पनि। तपाईँहरूले नि आउनु सक्नुहुन्छ। तपाईँहरूलाई म अहिले अगाडिको भ्यूहरू पनि देखाउँछु। देख्न सक्नुहुन्छ पर बिच छ। यो लगाएको छ नि त बुढी अक्सिजन मास्क। बाहिरबाट सास फेर्नु जाउँ तल। ल गाइज हामीले चाहिँ खानाहरू दामी छ। मेरो चाहिँ ड्रिङ्क्सहरू मगाएको छ होइन। हामी चाहिँ यहाँ बसेर खाँदैछौँ। अब यसपछि अब हामी स्विमिङ खेल्नेछौँ अनि फोटोसोटो खिचेर अब थिन आउट हुन्छ होला हामी मेबी। गाइज अब हामीले चाहिँ यहाँ गाडी पार्क गरिसकेको छ मैले चाहिँ। अनि अब हामी यहाँ आइसकेको मैले के भन्छु लाइन किङडममा। अनि यहाँको टिकट काट्नको लागि पठाएको थिएँ मैले। गाडी पार्क गरेर आएँ। अब बेसी भित्र चाहिँ म कस्तो हुन्छ। अनि अनलाइनबाट हेर्दा चाहिँ यहाँ टिकट अलरेडी सोल्ड थियो। तर यहाँ आउँदाखेरि चाहिँ हुँदो रहेछ है गाइज है। तपाईँहरूलाई नि चाहिँ अनलाइन हेरेर नआउनु होला। सिधै आयो भने चाहिँ मजाले देख्न पाउँछ। यहाँ आएर गयो भने चाहिँ मजाको हुन्छ। टाइगर चाहिँ होइन म तपाईँलाई भित्र देखाउँछु। अब ल गाइस यहाँ देख्न सक्नुहुन्छ टिकट प्राइस है त्यति छ भनेर कति छ। यहाँ चाहिँ रिसेन्टली क्रिसमस एन्ड न्यु इयरको झिलिमिली राखेको रहेछ यहाँ देख्न सक्नुहुन्छ। कता भित्र पट्ट लगेर टाइगर देखाउँछ होला गाइस है। अब यहाँ चाहिँ बाहिर चाहिँ देखाएको छैन हामीलाई। अगाडि चाहिँ हामीले यहाँ टिकट पनि चेक इन गरिसक्यो। तर यहाँ चाहिँ हामी चाहिँ कुरेर बस्यो है। तर कुरेर बस्ने भनेर चाहिँ यहाँ चाहिँ
सिधै आउँदा हुँदो रहेछ हेर्नु यहाँ टाइगरहरू कत्रो कत्रो टाइगरहरू चाहिँ है अब हामी म चाहिँ तपाईँहरू चाहिँ टाइगर देखाउन गइरहेको चाहिँ गाइस टाइगरलाई चाहिँ यहाँ करेन्ट हालेर चाहिँ राख्दो रहेछ अनि त्यसपछि यो टाइगर चाहिँ फेरि तन्केपछि चाहिँ मान्छेलाई टोक्न नसक्दो रहेछ है त गाइस देख्न सक्नुहुन्छ गाइस यहाँ चाहिँ टाइगरहरू हेर्दैछ है यस्तो मजाले चाहिँ बेबी टाइगर सानो टाइगरलाई मान्छेहरूले पौडेर हेर्दैछ है गाइस अब हाम्रो टर्न आयो है बाघ हेर्ने ओके ब्रदर Okay, let's go. अब टाइगर चाहिँ यहाँ बसिरहेको छ कि अहिले चाहिँ यहाँनिर छ डरलाग्दो छ है टाइगर चाहिँ ब्रदर क्यान यु टेक टाइगर हियर टेबल Hot. यहाँनिर छ They angry. धेरै गर्मी भएर टाइगरलाई चाहिँ यहाँ राखेको छ है गाइस देख्न सक्नुहुन्छ है अब हामीले गरेर छोएर फोटो खिच्यो बाघ चाहिँ यस्तो थियो होइन दामी छ है बाघ चाहिँ पैसा पनि दामी छ ल थ्याङ्क यू ब्रदर Thank you. खापुङखा Happy New Year. ह्याप्पी न्यु इयर Follow me. अनि यसलाई चाहिँ यसरी यहाँ पानीमा राखेर यो गरेर यसरी यो गर्छ टोन गर्छ यिनीहरूलाई चाहिँ खापुङखा रमाइलो नै भयो ठिकै भयो तर अर्को ठाउँमा खिच्न मन लागेको तर अर्को ठाउँमा गन्छ बाघ चाहिँ त्यही भएर वरि छैन तर एकदम माथि किनेर माथि छ ल गाइस आजको टाइगर हेर्ने काम पनि कार्यक्रम पनि सकियो कस्तो लाग्यो यसो तिमीलाई आजको टाइगर हेर्ने सुमनले आज दुईटा बाघ छ खिच्छ यस एउटा बाघ एउटा घरको बाघ बाहिरको बाघ घरको स्यालो ऊ चाहिँ अब कस्तो खालको बाघ भनेर पत्याइहाल्नु म चाहिँ फेरि अब बाहिरको स्याल भित्र घरको बाघ है होइन देखिहाल्छ कतिको बाघ छ रमाइलो भयो जस ठिकै हो तर जस हेर्न पाइयो बाघलाई फेस टु फेस हेर्न छुन पनि पाइयो अब म पनि त्यसै बाघ जस्तो हुनु बाघले बाघसँग भेट भयो बाघको बाघ आज भेट भयो लगाइ अब हामी चाहिँ आज यति नै होला भन्दैन अब होटल गइन्छ होटल गर्दा थोरै त्यहाँ स्विमिङ पुलहरू राम्रो छ भने त्यहाँ यसो हल्का देखाइन्छ अब मेबी आज यति होस् लाग्यो मलाई आजको चाहिँ हाम्रो कार्यक्रममा ल तर मेबी पछि फर्क ल गाइज अब हामी चाहिँ यहाँ होटल चेक इन गराइसक्यौँ हाम्रो होटल चाहिँ हो यहाँबाट हाम्रो होटलबाट देखिने भ्यूहरू चाहिँ यस्तो छ है अनि अब हाम्रो चाहिँ अब यहाँ तल छ स्विमिङ पुल अब हामी यसमा स्विमिङ गर्न पनि जान्छौँ यहाँ तल दामी चाहिँ स्विमिङहरू ल मेरो बुढीले चाहिँ यहाँको रुमको टुर दिने अरे र तपाईँ देख्न सक्नुहुन्छ ल भन्नुहोस् होपफुल्ली बिहान मर्निङमा टी आउँछ होला बुढालाई टी आउँछ होला होइन Cute. ल हाम्रो दुईजना चाहिँ मर्मेडहरू चाहिँ स्विमिङ खेल्दा चाहिँ अब ल आऊ न ल गाइस अब हामी फेरि तल जाँदैछौँ पताङ बिच त्यहाँ फेरि हामी चाहिँ नाइट लाइफ हेर्ने अनि त्यसपछि हाम्रो जाँदैछौँ हामी यता जानु पनि आउनु केही निस्किने हामी अनि त्यहाँ गएर अनि हामी फर्किने हो मेरो बुढी नै आयो नानी वेलकम छ मेरो भ्लगमा वेलकम छ ल गाइज हामी चाहिँ यहाँ आइसकेको छौँ पताङ बिचमा यहाँनिर चाहिँ ह्याप्पी न्यु इयर देख्न सक्नुहुन्छ मान्छेहरू
गाइस हाम्रो खाना चाहिँ आइसकेको छ यहाँ सबले भातै मगाएको छ बिरयानी इन्डियन बिरयानी तर दामी छ होइन यता पनि यस्तो चाहिँ बुर्नाइतिर पाउँदैन थाइल्यान्डको यो फुकेटमा चाहिँ पाउँछ यो के भन्छ नान नै हो हाम्रो नान छ लस्सी है गाइस अब हामी खान्छौँ ल गाइस हाम्रो चाहिँ त्यहाँ दामी भनेपछि 15 मिनटको डान्समा यस्तो मजा आउँछ खाना खायो यस्तो दामी 15 मिनट डान्स आउने भएमै कहिले देखाइदियो ल बल्ले 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 दामी थियो अनि अब हामी यहाँदेखि सेन्ट्रल पताङ मल जाने छ दाइजोले त्यहाँदेखि चाहिँ अब हामी गाइस मैले तपाईँहरूलाई एउटा यहाँको थाइल्यान्ड ट्रिपहरू देखाएको छु तपाईँहरूले देखाउनुहुन्छ पछि अनि यहाँ चाहिँ किसिम अर्कै हुँदो है थोक परेँ म पनि अनि अब हामी चाहिँ यहाँ एकछिन सेन्ट्रल मल छिर्न आएको छौँ गर्नको लागि गाइस अब यसपछि चाहिँ अब हामी घर जान्छौँ रुम जान्छ रुम गएर सुत्छ र अनि पाल्मी हुन्छ अनि त्यहाँ गएर हाम्रो सकिन्छ ल आजको हाम्रो फुकेटको डे 1 चाहिँ यहीँ सकिन्छ सबजना मेरो फ्यानहरू बाई भनिदिनुहोस् मेरो भिडियोमा बाई सी यू टुमरो